प्रधानमन्त्री सुशीला कार्कीले हालको सरकार गठनमा कुलमान घिसिङको भूमिका निर्णायक रहेको बताएकी छन्। उनले भनेकी छन्, यदि कुलमान घिसिङलाई मन्त्री नियुक्त नगरिएको भयो भने यो सरकार नै बन्ने थिएन। कार्कीका अनुसार सरकार गठनको समयमा सडकबाट आएको माग र सुझावलाई प्राथमिकता दिएको थियो, जसमा घिसिङलाई मन्त्री बनाउने माग पनि प्रमुख थियो। घिसिङ हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी 3वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनी स्वयं परियोजना स्थलमा पुगेर कामको प्रगति हेर्ने र ढिलासुस्ती गर्ने ठेकेदारलाई अल्टिमेटम दिने कार्यमा सक्रिय छन्। सरकारले ढिलाइ गर्ने ठेकेदारमाथि कारबाही गर्न र वर्षौंदेखि अलपत्र परियोजनाका सम्झौता रद्द गर्ने तयारी समेत गरिरहेको छ। देशको विभिन्न राष्ट्रिय गौरवका परियोजनाहरू दशकौंदेखि अधुरा छन् र लागत निरन्तर बढिरहेको छ। अडिट विभागको सुझावलाई व्यवस्था गर्दा अनियमितता झनै बढेको भन्दै अघिल्लो सरकारको आलोचना गरिएको छ। सिट्टा सिँचाइ आयोजना 50 वर्ष अघि परिकल्पना गरिएको यो आयोजना अहिलेसम्म 42% मात्र काम सम्पन्न भएको छ। भेरी बबई डिभिजन बहुउद्देश्य योजना 2071-72 मा सुरु गरिएको हालसम्म 67.5% मात्र काम सम्पन्न भएको छ। त्यसैगरी महाकाली सिँचाइ योजना 2063-64 मा सुरु गरिएको हालसम्म 24.22% मात्र काम सम्पन्न भएको छ। त्यसैगरी सुनकोशी मरिङ डिभिजन 2077 मा सुरु गरिएको हालसम्म 35.38% मात्र काम सम्पन्न भएको छ। यी योजनाहरूसँगै 300 भन्दा बढी साना ठूला पुल र सडक निर्माण रोकिएका छन्, जसमा नारायणघाट बुटवल सडक खण्ड पनि समावेश रहेको छ। शहरी विकास मन्त्रालयका अनुसार सयौं योजना समेत ठप्प छन्। 6वटा प्रमुख राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कुल लागत 1 खर्ब 1 अर्ब 83 करोडबाट बढेर 2 खर्ब 16 अर्ब 92 करोड पुगेको छ, जुन 113% वृद्धि भएको हो। 2080-81 को आर्थिक वर्षसम्म मात्र यी योजनामा 94 अर्ब 84 करोड खर्च भइसकेको छ। करिब 18 अर्ब रुपियाँ पहिले नै खर्च भइसकेको छ र वार्षिक करिब 2 अर्ब ब्याज तिर्नुपर्ने अवस्थाले परियोजना सम्पन्न नभएर देशको आर्थिक वृद्धिमा गम्भीर असर पर्ने विशेषज्ञले जानकारी दिएका छन्। करिब 18 अर्ब रुपियाँ पहिले नै खर्च भइसकेको र वार्षिक करिब 2 अर्ब ब्याज तिर्नुपर्ने अवस्थाले परियोजना सम्पन्न नभएर देशको आर्थिक वृद्धिमा गम्भीर असर पर्ने चेतावनी विशेषज्ञले दिएका छन्। विशेष गरी सिँचाइ आयोजना समयमा सम्पन्न नभए कृषि उत्पादनमा ठूलो क्षति हुने अनुमान गरिएको छ। सरकारले अब ढिलासुस्ती गर्ने ठेकेदारहरूलाई कडा कारबाही गर्ने र परियोजनालाई समयमै सम्पन्न गर्ने नीति लिएको छ। कुलमान घिसिङको नेतृत्वमा अघि बढेको यो पहलले दशकौंदेखि रोकिएका राष्ट्रिय महत्त्वका परियोजनाहरूलाई गति दिने अपेक्षा गरिएको छ।